जेनजीले आवाज उठाएको सडकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको हो भनेपछि तपाईले के बुझ्नु पर्यो भने म 5 महिनाको लागि 6 महिनाको लागि मात्रै यहाँ मन्त्री भइराख्दाखेरि पनि म एउटा विषय होस्, दुईटा विषय होस्, तीनटा विषय होस्, त्यसपछि त सडकमा जानै पर्छ। तपाई जस्तै नागरिक भएर तीनटा काम भए पनि हामीले सुशासनको गर्नै पर्छ। भ्रष्टाचार नियन्त्रणको लागि प्रयास गर्नै पर्छ। त्यो गरेनौं भने जेनजीले बगाएको बानेश्वरमा बगाएको रगतको मूल्य अलिकति भए पनि तिर्न सकिँदैन। र ती जेनजी भाइ बहिनीहरू तपाई हाम्रा छोराछोरी र भाइ बहिनी नै हुन्। तपाईको आफ्नो घरमा भएको छोराछोरी भाइ बहिनी सम्झिनुस्। तपाईहरू यदि भ्रष्टाचारमा हुनुहुन्छ, तपाईहरू सुशासन कायम गरिरहनु भएको छैन भने त्यो पुस्ताले बगाएको रगत, तपाईका छोरछोरी, मेरा छोरछोरी भाइ बहिनीले बगाएको रगत मन मस्तिष्कमा सम्झिनुस्। हामी सम्झ्यौं।